वर्किङ भिजालाई नबुझिकन अथवा स्टुडेन्ट भिजाको बारेमा नबुझिकन जापान आउन चाहँदै हुनुहुन्छ भने तपाईले भोलिको दिनमा गएर दुई चारवटा कुरामा रिग्रेट गर्नुपर्ने हुन्छ। त्यसैले स्टुडेन्टमा आउँदै हुनुहुन्छ या त वर्किङमै आउँदै हुनुहुन्छ भने तपाईले त्यो सम्बन्धित विभिन्न कुराहरू भने जान्नुपर्ने हुन्छ। सो आजको भिडियोमा चाहिँ हामीले त्यही कुराहरूलाई चाहिँ बुझ्नेछौँ। सो भिडियोलाई स्किप नगरिकन हेर्नु होला र यस भिडियो हेरिसक्नु भएपछि तपाईलाई पक्कै पनि भोलिको दिनमा जापान आउने बेलामा अथवा भोलिको दिनमा जापानसँग सम्बन्धित जुन चाहिँ स्टुडेन्ट भिजामा जापान आउने हो कि अथवा वर्किङ भिजामा जापान आउने हो भन्ने कुराको डिसिजन मेक गर्नको लागि हेल्पफुल भने पक्कै पनि हुनेछ। नम्बर 1 मा रहेको छ स्टुडेन्ट भिजा। अब स्टुडेन्ट भिजा भनेको नर्मली तपाईहरु सबैलाई थाहा नै छ, नेपालबाट पढ्नको लागि भनेर जापान आउने अथवा पढ्नको लागि मात्र नभइकन जापान आइसकेपछि पनि सर्टेन पिरियड अफ टाइम स्टुडेन्ट भएर चाहिँ कलेजहरु एटेन्ड गर्नुपर्ने अथवा अध्ययन गर्नुपर्ने हुन्छ। र स्टुडेन्ट भिजामा आउनुको फाइदाहरु चाहिँ के रहेका छन् त? के कारणले चाहिँ मान्छेहरु स्टुडेन्ट भिजामा अझ पनि आइरहेका छन् त जापानमा? आउनुस् यो कुरालाई चाहिँ बुझ्ने कोसिस गरौँ। सबैभन्दा पहिला ल्याङ्ग्वेज अनि स्किलको अपर्चुनिटी। अब यो भनेको चाहिँ के हो भन्दाखेरि जापानमा आइसकेपछिको सुरुवातको 2 वर्ष, कम्तीमा पनि सुरुवातको 2 वर्ष जापानिज ल्याङ्ग्वेज स्कुलमा एडमिसन गरेर जापानिज ल्याङ्ग्वेज पढ्नुपर्ने हुन्छ। सो 2 वर्ष जापानिज ल्याङ्ग्वेज पढिसकेपछि फर्दर मोर स्टडीको लागि यदि तपाईं जापानमै वर्किङ लगाउनको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने फर्दर मोर स्टडी गर्नुपर्ने हुन्छ। सो फर्दर मोर स्टडी गर्ने बेलामा पनि तपाईले जापानिज ल्याङ्ग्वेजमै स्टडी गर्नुपर्ने हुन्छ। सो स्टार्टिङबाटै 3-4 वर्ष लगातार तपाईले जापानिज ल्याङ्ग्वेजलाई नै कन्टिन्युअसली पढ्नु भयो भने तपाईको ल्याङ्ग्वेज स्किल अफ कोर्स अप हुने भयो नि त। त्यही भएर ल्याङ्ग्वेज को अपर्चुनिटी र दोस्रो कुरा स्किल। अब स्किल भनेको चाहिँ तपाईले 2 वर्षको ल्याङ्ग्वेज स्कुल सकिसकेपछि फर्दर मोर स्टडीको लागि तपाई भोकेसनल कलेज या त युनिभर्सिटीमा एडमिसन गर्नुपर्ने हुन्छ र सोही युनिभर्सिटीमा तपाईको फ्याकल्टी अनुसार तपाईले विभिन्न स्किलहरु सिक्ने अपर्चुनिटी हुन्छ। जस्तै कि इन्जिनियरिङ पढ्नु भयो, इन्जिनियरिङ पढ्दा फेरि चाहिँ तपाईले इन्जिनियरिङसँग रिलेटेड विभिन्न टेक्नोलोजीहरु अथवा विभिन्न स्किलहरु चाहिँ तपाईले सिक्न पाउनुहुन्छ अथवा डेभलप गर्न सक्नुहुनेछ। त्यही भएर फर्स्ट पोइन्ट रहेको थियो ल्याङ्ग्वेज र स्किलको अपर्चुनिटी। दोस्रो नम्बरमा रहेको छ वर्किङ गर्न सजिलो। अब जापानमा नर्मली 2 वर्षको ल्याङ्ग्वेज स्कुल पढिसकेपछि फर्दर मोर 2 वर्षको सेन्मनगाको अथवा 4 वर्षको युनिभर्सिटी पनि ग्रेजुएसन भइसकेपछि नर्मली वर्किङ लगाएर जापानमै काम गरेर बस्ने गरिन्छ। त्यो वर्किङ लगाउने बेलामा चाहिँ सबैभन्दा आवश्यक पर्ने भनेको ल्याङ्ग्वेज लेभल र स्किल लेभल हो। त्यही भएर स्टार्टिङकै 2 वर्षमा ल्याङ्ग्वेज लेभल एकदमै माथि पुगिसकेको हुन्छ। अर्थात् लगातार 3 वर्ष 4 वर्ष ल्याङ्ग्वेज पढिसकेपछि तपाईको जापानिज ल्याङ्ग्वेज लेभल पक्कै पनि माथि पुगेको हुन्छ। साथै अघि भने चाहिँ 2 वर्ष या 3 वर्ष विभिन्न सेक्टरमा पढ्दा फेरि विभिन्न स्किलहरु सिक्ने अथवा त्यसलाई आफूमा भएको स्किललाई डेभलप गर्न सक्ने अपर्चुनिटीहरु हुन्छ। सो यो दुईटा कुराहरु हामीले अलरेडी सिकिसकेको हुन्छौं यहाँ जापानमै। त्यही भएर जापानमै सिकेको कुरालाई जापानमै काम गर्दा फेरि जापानिजहरुसँगै अप्लाई गर्नको लागि अथवा इम्प्लिमेन्ट गर्नको लागि चाहिँ एकदमै सजिलो हुन्छ। त्यही भएर वर्किङ गर्नको लागि चाहिँ यो दुईटा कुरा भएपछि पक्कै पनि प्लस पोइन्ट हुन जान्छ र सजिलो पनि हुन्छ। तेस्रो नम्बरमा जाउँ। अब तेस्रो नम्बरमा चाहिँ फ्युचर सेटलमेन्ट या त भविष्यमा आफ्नो परिवारहरुलाई आफैसँग लिएर आएर राख्नु मिल्ने। सो यी रहे जापानमा स्टुडेन्ट भिजाका केही राम्रा पक्षहरु। त्यसैगरी राम्रा पक्षहरु मात्र नभइकन स्टुडेन्ट भिजाका केही मुख्य नराम्रा पक्षहरु पनि रहेका छन् र ती नराम्रा पक्षहरु पनि यदि तपाईले बुझ्नु भएन भने तपाईलाई भोलि पर्सि जापानमा आइसक्नु भएपछि रिग्रेट गर्नु पर्ने हुन्छ। त्यही भएर अहिले नै बुझेर राख्नु भयो भने सजिलो हुन्छ। ती नराम्रा पोइन्टहरु के हुन् त? आउनुस् पोइन्ट वाइज बुझ्ने कोसिस गरौँ। सो फर्स्ट पोइन्ट रहेको छ धेरै समय लाग्ने। अब यो धेरै समय लाग्ने भनेको चाहिँ के कुरालाई पोइन्ट आउट गर्न खोज्छ त? मतलब कि नर्मली एउटा नर्मल मान्छेको
थिङ्किङ हेर्ने हो भने जापान आउनुको कारण हामी नेपालीहरूको मात्रै कुरा गरिरहेको छु है मैले। हामी नेपालीहरूमा चाहिँ जापान आउनुको कारण भनेको हामी अफकोर्स पैसा कमाउनको लागि आउने हो। सो स्टुडेन्ट भिजामा आइसक्नु भएपछि मैले अघि भनेको थिएँ नि, सुरुमा 2 वर्ष स्टुडेन्ट भएर पढ्नुपर्ने हुन्छ जापानिज ल्याङ्ग्वेज स्कुलमा। त्यसपछिको 2 वर्ष अथवा 4 वर्ष त्यो चाहिँ तपाईँमा भर पर्ने कुरा हो, तर 2 वर्ष अथवा 4 वर्ष चाहिँ तपाईँले फेरि पढ्नुपर्ने हुन्छ। सो हेरौँ त, स्टार्टिङको 3-4 वर्ष त तपाईँले पढेरै सकाउनु हुनेछ नि त। त्यही भएर त्यो पढ्ने टाइममा चाहिँ पैसा कमाउन सक्नुहुन्न नि त। त्यही भएर चाहिँ धेरै समय लाग्ने भन्न खोजेको। पोइन्ट त पैसै कमाउने हो नि त, त्यही भएर पैसा कमाउनलाई चाहिँ धेरै समय लाग्छ। दोस्रो पोइन्टमा जाऊँ, एकदमै मिहिनेत र थोरै बचत। तपाईँ जापान आइसक्नु भएपछि तपाईँले विभिन्न पार्ट टाइम जबहरू गर्दै पढ्नुहुनेछ। सो त्यसरी दिनरात नभनिकन काम गरिसकेपछि तपाईँले धेरै थोरै भए पनि पैसा बचाऊँ अथवा धेरै थोरै भए पनि आफूलाई हुन्छ भन्ने सोच्नुहुन्छ नि त। तर त्यस्तो हुन एकदमै गाह्रो हुन्छ है त। किन भन्दाखेरि जापानमा आउनुभन्दा अगाडि हामीले नेपालबाट सर्टेन एमाउन्ट अफ फी होइन हामीले चाहिँ तिरेर आएको हुन्छौँ। सो त्यो टाइमसम्मलाई चाहिँ हामीलाई सजिलो हुन्छ, तर त्यो टाइम पछिको समय चाहिँ एकदमै गाह्रो हुन्छ। किनकि यहाँ आफू बस्ने रुम रेन्टदेखि लिएर आफू खाने खानाको पैसा, साथै आफू पढ्ने कलेजको फीहरू, विभिन्न पैसाहरू तिर्दै जानुपर्ने हुन्छ। सो आफूले काम गरेको पैसाहरू सबै यहीँ खर्च हुने भएकोले मिहिनेत धेरै हुने तर बचत गर्न भने नसकिने हुन्छ। यो थियो स्टुडेन्ट भिजाका केही नराम्रा पक्षहरू। त्यसै गरी वर्किङ भिजाको कुरा गरौँ। अब वर्किङ भिजामा पनि स्टुडेन्ट भिजाको चाहिँ राम्रो पक्षहरू र नराम्रो पक्षहरू छन् है त। तर तपाईँको पोइन्ट अफ भ्यू अनुसार फरक पनि पर्न जान्छ। जस्तै कि तपाईँ कुन चाहिँ कुरालाई आधार मानेर तपाईँ जापान आउन चाहँदै हुनुहुन्छ। फर इक्जाम्पल, तपाईँ चाहिँ लङ टर्मको लागि सोचेर जापान आउन चाहँदै हुनुहुन्छ कि सर्ट टर्मको लागि सोचेर जापान आउन चाहँदै हुनुहुन्छ। त्यसै गरी छोटो समयमा पैसा कमाउन चाहनुहुन्छ कि होइन समय धेरै लागोस् तर मेरो सेटलमेन्ट सँगसँगै मैले पैसा पनि कमाउन सकूँ भन्ने सोच लिएर जापान आउन चाहँदै हुनुहुन्छ। त्यो चाहिँ तपाईँमा भर पर्ने कुरा हो र यो प्रोस्पेक्टिभले चाहिँ वर्किङ भिजाका फाइदा अथवा बेफाइदाहरूमा चाहिँ फरक पर्न जान्छ है त। त्यही भएर आउनुहोस् नर्मली वर्किङका फाइदा अनि बेफाइदाहरूलाई बुझ्ने कोसिस गरौँ। सर्वप्रथम जापानमा वर्किङ भिजा भन्नाले एसएसडब्ल्यूलाई बुझ्ने गरिन्छ। आजकल एसएसडब्ल्यूलाई बुझ्ने गरिन्छ र एसएसडब्ल्यू भनेको चाहिँ स्पेसिफाइड स्किल वर्कर भन्ने हो है त। यसको पनि 2टा प्रकारहरू हुन्छ र यो मात्र नभइकन अन्य विभिन्न प्रकारका वर्किङ भिजाहरू रहेका छन् जापानमा। र यो विभिन्न प्रकारका वर्किङ भिजाको बारेमा मैले योभन्दा अगाडिको भिडियोमा एक्सप्लेन गरेको छु अथवा हजुरहरूलाई बुझ्न सजिलो हुने गरी व्याख्या पनि गरेको छु। सो यदि त्यो भिडियोलाई हेर्नुभएको छैन भने यहाँबाट हेर्न सक्नुहुनेछ। अब फेरि कुरालाई फर्काऊँ, वर्किङ भिजाका राम्रा पक्षहरू। छोटो समयमा पैसा कमाउन सकिने। अब यसको मतलब के रहेको छ भन्दाखेरि हामीले चाहिँ छोटै समयमा पैसा कमाउन सकिने। किन भन्दाखेरि हामी नेपालबाट सिधै जापानमा वर्किङ भिजामा आउने हो। सो वर्किङ भिजामा आइसकेपछि हामीले कुनै अर्गनाइजेसन या त कुनै संस्थालाई पैसा तिर्नुपर्ने हुँदैन। सो आफू आउने बित्तिकै काम गर्न जाने हो, काम गरेपछि स्यालेरी आउँछ, स्यालेरी आएपछि आफ्नै पैसा हो, त्यसलाई सेभिङ गरेर राख्न सकियो, त्यही भएर पैसा कमाउन सकियो। स्टुडेन्ट भिजाको जस्तै स्कुल फी तिर्नु परेन या त भनौँ अन्य कुराहरूमा खर्च हुने भएन नि त। त्यही भएर छोटै समयमा पनि पैसा कमाउन सकियो। अर्को कुरा, स्टुडेन्ट भिजाको तुलनामा खर्च एकदमै कम। अब यो कसरी भन्दाखेरि स्टुडेन्ट भिजामा चाहिँ सीमित समय मात्रै काम गर्न पाउने हुन्छ। त्योभन्दा बढी काम गरियो अथवा त्यो समयलाई पालना नगरिकन काम गरियो भने भोलि पर्सिको दिनमा भिजासँग सम्बन्धित समस्याहरू आउन सक्ने हुने भएकोले रुल्स एन्ड रेगुलेसनलाई चाहिँ फलो गर्दै काम गर्नुपर्ने हुन्छ। र त्यसरी काम गर्दाखेरि हामीले सर्टेन एमाउन्ट अफ मनी चाहिँ कमाउन सक्छौँ र त्यो कमाएको पैसामा पनि हामीले चाहिँ आफ्नो रुम रेन्ट अनि आफ्नो दैनिक खाना खर्चहरू साथै कलेजको फीहरू पनि त्यसै पैसाले तिर्नुपर्ने हुन्छ। त्यही भएर स्टुडेन्ट भिजामा चाहिँ एकदमै धेरै खर्च हुन्छ कम्पेयर टु वर्किङ भिजा। अब वर्किङ भिजामा चाहिँ किन खर्च कम हुन्छ? एक त वर्किङ भिजा हो। अब वर्किङ भिजा भनिसकेपछि स्कुल जानु परेन। स्कुल जानु नपर्ने भएपछि खर्च पनि अफकोर्स कम हुने भयो किनकि कलेज फी तिर्नु परेन। त्यसै गरी वर्किङ भिजामा चाहिँ
बस्नको व्यवस्था पनि प्रायःजसो कम्पनीहरूले दिने गरेको हुन्छन्। त्यही भएर यदि बस्न व्यवस्था छ भने बस्नको लागि पनि पैसा तिर्नु पर्दैन, बस आफूले खानको लागि आफ्नो केही खर्च मात्रै हेर्नुपर्ने हुन्छ। त्यही भएर स्टुडेन्ट भिजाको तुलनामा वर्किङ भिजामा चाहिँ थोरै खर्च हुने भएकोले पैसा बचत गरेर छिटै थोरै समयमै पैसा भने कमाउन सकिनेछ। र अफकोर्स वर्किङ भिजामा पनि नराम्रा पक्षहरू त रहेका छन् नि त। वर्किङ भिजाका नराम्रा पक्षहरू चाहिँ के रहेका छन् त, आउनुहोस् त्यसलाई पनि पोइन्ट वाइज बुझ्ने कोसिस गरौँ। ल्याङ्ग्वेज या त स्किलमा प्रब्लम। अब यो भनेको चाहिँ के हो भन्दाखेरि अफकोर्स हामी वर्किङ भिजामा आउने बेलामा चाहिँ नेपालमा 2 महिना 4 महिना 10 महिना पढेर आउँछौँ। सो त्यो 2 महिना 4 महिना 10 महिना पढेर चाहिँ ल्याङ्ग्वेज पुग्दैन। यहाँ आएर काम गर्ने बेलामा त्यो ल्याङ्ग्वेज लेभल पुग्दैन, या त ल्याङ्ग्वेज लेभल पुग्यो भने पनि यहाँ आएर बोलिने प्रोनाउन्सिएसन अथवा यहाँको ट्युनिङ होइन, यहाँको साउन्ड र हामीले नेपालमा पढ्ने गरेको साउन्ड अथवा प्रोनाउन्सिएसनहरू चाहिँ फरक पर्न जाने भएकोले सुरुमा एकदम बुझ्नको लागि गाह्रो हुने गर्दछ। त्यही भएर चाहिँ ल्याङ्ग्वेजमा एक त प्रब्लम हुने भयो। त्यसै गरी स्किल। अब हामीले स्टुडेन्ट भिजामा जापानमै पढेर जापानबाटै स्किल सिकेर जापानिजबाटै स्किल सिकेर र जापानिजसँगै काम गरेर जापानिज कम्पनीमै त्यो स्किललाई युटिलाइज गर्ने हो भने अथवा युज गर्ने हो भने पक्कै पनि सजिलो रहने भयो। तर तपाईँले नेपालमा सिक्नुभयो स्किल होइन, नेपालमा सिक्नुभएको स्किल जापानमा आइसकेपछि जापानिज कम्पनीमा जापानिजहरूसँग त्यो स्किललाई युज गर्छु भन्नुभयो भने कता कता नमिल्ने पो हो कि अथवा नमिल्न जाने भन्ने जस्ता समस्याहरू हुन जान्छन्। त्यही भएर ल्याङ्ग्वेज र स्किलको चाहिँ एकदम प्रब्लम हुने गर्छ वर्किङ भिजामा। होइन, तपाईँ जापान आइसकेपछि यहाँबाट सिक्न पाउने स्किलहरूलाई तपाईँले एकदम राम्ररी सिक्दै अगाडि बढ्नुहुन्छ। अनि त्यसपछि सेल्फ स्टडी गर्दै होइन, ल्याङ्ग्वेज कमी भयो मेरो ल्याङ्ग्वेज लेभल पुगेन भन्ने जस्तो लागेर तपाईँ आफैले सेल्फ स्टडी गर्दै एकदम मिहिनेत गर्दै अगाडि बढ्नुभयो भने अफकोर्स तपाईँको लागि सजिलो हुन जान्छ। तर नेपालबाट आउने बित्तिकै भने स्टार्टिङको केही महिनालाई तपाईँलाई चाहिँ अफकोर्स गाह्रो पनि हुनेछ। र अर्को कुरा गरौँ फ्युचर सेटलमेन्ट। अब फर्स्ट अफ अल एसएसडब्लूमा आउनको लागि चाहिँ नेपालबाट म्याक्सिमम मान्छेहरू एसएसडब्लू टाइप 1 मा आउने गर्छन्। अब एसएसडब्लू टाइप 1 भनेको चाहिँ के हो भन्दाखेरि यो कुरालाई पनि मैले एसएसडब्लूका 2टा प्रकारहरू हुन्छन्, एसएसडब्लू टाइप 1 र एसएसडब्लू टाइप 2 है त। यसलाई पनि मैले पहिलेकै भिडियोमा एक्सप्लेन गरिसकेको छु, सो यहाँबाट हेर्न सक्नुहुनेछ है त। अब कुरा गरौँ एसएसडब्लू 1 मा आउने भएकोले एसएसडब्लू 1 को लिमिटेसन भनेको चाहिँ 5 इयर्सको हुन्छ। पहिला 3 वर्षको थियो तर अहिले लम्ब्याएर 5 वर्ष बनाएको छ। त्यही भएर यो 5 वर्षको पिरियडमा तपाईँले आफ्नो फ्यामिलीलाई लिएर आउन सक्नुहुने छैन। साथै 5 वर्षपछि भिजा थपिने हो कि नथपिने हो, कम्पनी चल्ने हो कि नचल्ने हो, त्यस प्रकारका समस्याहरू पनि पक्कै पनि रहेका हुन्छन् कम्पेयरिङ टु स्टुडेन्ट भिजा। स्टुडेन्ट भिजामा आउँदाखेरि चाहिँ स्टुडेन्ट हुँदाहुँदै कतिपय ठाउँहरूमा कतिपय अवस्थाहरूमा चाहिँ आफ्नो परिवारलाई लिएर आउन मिल्ने होइन, आफ्नो परिवारको लागि भिजाहरू निकाल्न मिल्ने हुन्छ भने वर्किङ गरिसकेपछि त झनै सजिलो हुन जान्छ। तर एसएसडब्लूमा नेपालबाट आउने हो भने आफ्नो परिवारको लागि केही सर्टेन क्राइटेरियाहरू फुलफिल गरेर मात्र लिएर आउन सकिन्छ। या त भनौँ एसएसडब्लू टाइप 1 बाट टाइप 2 मा चेन्ज नगरुन्जेलसम्म चाहिँ आफ्नो परिवारलाई जापान लिएर आउनको लागि अत्यन्तै गाह्रो हुने अथवा नमिल्ने नै हुन जान्छ। त्यसकारण यो चाहिँ मेजर प्रब्लम रहेको छ एसएसडब्लू भिजामा नेपालबाट जापान आउनेहरूको लागि। सो तपाईँको पोइन्ट अफ भ्यू के रहेको छ अथवा तपाईँले चाहिँ कुन पोइन्ट अफ भ्यूले हेर्दै हुनुहुन्छ जापान आउनको लागि तपाईँको के एम रहेको छ भन्ने कुराले पनि म्याटर गर्नेछ। होप यो भिडियो चाहिँ तपाईँको डिसिजन मेकिङलाई हेल्पफुल रहेको छ, या त भनौँ तपाईँ भोलि पर्सि जापान कुन चाहिँ भिजामा आउने भन्ने कुरालाई डिसिजन गर्नको लागि सजिलो हुनेछ। र धन्यवाद भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा। आगामी दिनहरूमा पनि यसरी नै जापानसँग रिलेटेड विभिन्न कुराहरू चाहिँ तपाईँहरूमा लिएर आउनेछु। त्यसको लागि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब भने पक्कै गर्न सक्नुहुन्छ। साथै भिडियो मन परेको छ भने भिडियोलाई लाइक गरी तपाईँको पोइन्ट अफ भ्यू अथवा तपाईँको पर्सपेक्टिभमा के कुराहरू चाहिँ राम्रो अथवा के कुराहरू चाहिँ नराम्रो रहेका छन् त्यसलाई भने कमेन्टमा सेयर गर्न
पक्कै पनि सक्नुहुनेछ। साथै तपाईँको साथी अथवा तपाईँको इष्टमित्रहरू पनि जापान आउन चाहँदै हुनुहुन्छ र कुन चाहिँ भिजामा जापान आउने भन्ने कुरालाई लिएर कन्फ्युज हुनुहुन्छ भने यो भिडियो उहाँहरूलाई पनि सेयर पनि पक्कै गर्न सक्नुहुन्छ। हस् त, भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।